चितवनको समकालीन राजनीतिलाई निहाल्दा यो केवल विकासको मुद्दा मात्र नभई अनुभव, उत्साह र विरासत बीचको एक रोचक र कूटनीतिक द्वन्द्व जस्तो देखिन थालेको छ। एकातिर स्थापित सत्ताको विकासवादी दाबी छ, अर्कोतिर नयाँ पुस्ताको परिवर्तनको लहर छ भने बीचमा अनुभवी नेतृत्वको स्थायित्वको एजेन्डा छ। माओवादीकी नेत्री रेणु दाहालले चितवनको भौतिक पूर्वाधारमा ल्याएको परिवर्तनलाई मुख्य राजनीतिक पुँजी बनाएकी छिन्। मसँग कसैको तुलना गर्न मिल्दैन। म विकास प्रेमी हुँ, म चितवन प्रेमी हुँ, चितवनको लागि उपयुक्त क्यान्डिडेट म मात्र हो, मसँग कसैले चुनावी मैदानमा लड्न आउनु हुँदैन भन्ने उनको भाषणबाट अनुमान लगाउन सकिन्छ। एक अन्तर्वार्तामा उनले भनेकी छिन्, राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री शोभिता गौतम मसँग चुनावी मैदानमा लड्न र भिड्न आएकी हुन्। उनलाई मेरो ओपन च्यालेन्ज छ। यसै क्रममा चुनावी प्रचार प्रसारमा रहेका रेणुका एकजना समर्थकले त शोभिता गौतमको व्यक्तिगत जीवन, उनको विवाह र विवाह दर्ताको विषयलाई लिएर उनीमाथि चर्का शब्दहरूले प्रहार गरेका छन् र उनीमाथि प्रश्नवाचक चिन्ह खडा गरेका छन्। चितवन घर हो भने चितवनको वडा नम्बर 15 मा दर्ता भएको बिहा दर्ता देखाउनु पर्यो हामीलाई। झुटा कुरा बोल्ने वकिल भनेर व्यक्तिगत कुरा हो यो। आउनु भएकी सविता गौतमले आजसम्म किन विवाह दर्ता गर्नुभएको छैन? किन उहाँले भरतपुर महानगरपालिका वार्ड नम्बर 15 हो मेरो घर भनेर कानुनमा भन्न सक्नु भएन? आफूमाथि कटाक्ष भइरहँदा, आफूमाथि प्रहार भइरहँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री शोभिता गौतम आफ्नो बचावको लागि खरो रूपमा उत्रिएकी छिन्। उनी चुनाव प्रचार प्रसारका क्रममा जनताको घर दैलो गर्ने क्रममा खरो रूपमा उनले पनि आफूमाथि भएका शब्दका प्रहारहरूको जवाब जस्ताको त्यस्तै दिएकी छिन्। तपाईहरुले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गरेको, शोभिता गौतमलाई लाइक गरेको, शेयर गरेको, राष्ट्रिय स्वतन्त्र पक्षमा कुरा राखेको, आजको यो सभामा आएको कारणले गर्दाखेरि भरे बेलुका त भिडियोतिर आइहाल्छ तपाईहरुको अनुहार। तपाईहरुको घर घरमा आएर तपाईहरुलाई थर्काउन सक्छन्। त्यो सभामा किन गएको, किन यस्तो भनेर मेरा बारेमा तथानाम भन्न पनि सक्छन्। किनभने मैले सुनेको छु कुनै सभामा मलाई गाली नगरिकन सुरुवात पनि मलाई गाली गरेर भएको छ, अन्त्य पनि मलाई गाली गरेर भएको मैले सुनेको छु। तर मलाई भगवानसँग विश्वास छ, मलाई गाली गर्नेहरूले दिएको शराब भगवानले आशीर्वादको रूपमा मलाई दिनुहुनेछ। किनभने आमा बुवाको आशीर्वादमा म विश्वास गर्दछु। राजनीति भनेको सेवा हो। नेताहरूले चुनावमा आफ्नो एजेन्डा लिएर जनतामा जाने हो। तर यहाँ त एक अर्कालाई गिराएर आफू माथि उठ्ने एजेन्डा बोकेर चुनाव प्रचार प्रसारमा लागेको देखिन्छ। जनताले कसलाई भोट दिने भन्ने अधिकार त जनताको नै हो नि। आफू मात्र विकास प्रेमी भएको दाबी गर्ने रेणु दाहाललाई राप्रपाका विक्रम पाण्डेले पनि दरो जवाफ दिएका छन्। काम गरे भन्छ, खै कहाँ काम गर्यो? नारायणघाटबाट लिएर गोन्द्राङसम्म काम उसले गरे होइन, तर फोटो त मैले गरे भनेर राख्छ। त्यो त उसले गरे होइन। वडाका वडा अध्यक्षले गरेको काममा उसले के गरेछ भने त्यहाँ कङ्क्रिट कङ्क्रिट बेच्छ उसको मान्छेले, उनकै हो त्यो। कालोपत्रे गर्ने ठाउँमा उनकै चाहिँ फ्याक्ट्री हो। खोलाको चाहिँ हप्ता उठाउँछन्, सबै चिज उनले चाहिँ कब्जामा लिएर बसेछन्। यहाँ माडीमा पनि छिर्न पाएछन्, यो सबै कब्जामा लिएर बेच्छु भनेर आउनु खोजेछन्। हामीले यति धेरै काम गर्यौँ कि अहिले मैले भन्दा हेर्नुहोस्, यहाँभित्र बाटो थियो त थिएन नि। आफ्नो गोजीले आफ्नो मिसिन पठाएर सबै ट्र्याक, त्यति बेला कुन हालत थियो, साइकल लिएर हिँड्न नि नहुने थियो, बाटो थिएन। त्यो सबै काम हामीले आफ्नो गोजीबाट नि गर्यौँ। र विकास हुँदो रहेछ, विकास कसरी हुँदो रहेछ, बाटो कसरी बन्दो रहेछ, पुल पनि बन्दो रहेछ है यस्तोमा भएर। यहाँ यो निकुञ्जले हामीलाई यो डिपिआर गर्दाखेरि र चाहिँ इआइए गर्दाखेरिमा कति दुःख दियो, त्यो पनि माथिबाटै गरेर टेन्डर गराइयो। अहिलेको यो चुनावमा तपाईँहरूले ध्यान दिनु भएन भने माडी अझै पछाडि पर्छ। यो चाहिँ पक्का हो। जसरी बाबुले चुनाव जितेर चाहिँ यहाँबाट छोडेर हिँड्यो, त्यसरी छोरीले पनि चुनाव जितिन् भने यहाँबाट छोडेर हिँड्छन्। तपाईँहरूले कहिले भेट्न पाउँदैन। अर्को चुनाव अर्कै ठाउँबाट उनीहरू त त्यही हो चलाउने। अब प्रचण्डजी यहाँ भोट माग्न आयो भने लहटेर मार्दैन, फेरि के भन्न आइस, खै त त्यो चाहिँ सुरुन मार्ग र चाहिँ आकाशे पुल भएर भन्नु।
ठुल्ठुलो उहाँ गएर के भन्दैछ अहिले चुनाव लड्ने ठाउँ भन्नुहोस् है म यहाँको चाहिँ विकास कति पनि नभएको देखा हुनाले यहाँ विकास गर्नु भएर आएको चुनाव लड्ने ठाउँ नपाएर आएर म त्यहाँ विकास गर्न आएको भन्नु थाले त्यहाँ भाषामा त्यसो भन्छ